सो केटा अहिले चाहिँ हामी भर्खर यहाँ बाइक साइक वास हानेर अब कुसमाथि निस्किँदैछौँ। कुसमा बजार कुसमाको हाइवे यहाँ नि बिचा यस्तो छिर्नु आउँछ। कारण के हो है त्यो चाहिँ यो किन चिप्लो भयो यहाँ के लाएर यहाँ एमा मोबिल लगायो होला नि चिप्लो गोली जान्छ यार आमामा गोली जान्छ क्या खतरा कुद्छ भनेको के खतरा कुद्ने के मलाई त पछाडि बस्नु त आस डर लाग्छ यार मलाई केही पनि भइदिएन भनेपछि अब त 6-7 सिसी नै केही जस्तो लाग्दैन कि जस्तो लाग्छ। तर यो स्टार्ट बन्द भइरहेको रहेछ होइन हल्का कलेज दिएर उसको भने स्टार्ट बन्द भयो जस्तो लाग्यो। कलेज नल्याइदिएर गियरमै चलाएर पाट गरेर भल आउँछ त। क्यामेरा चाहिँ सुन्ने छैन होला क्यामेरा चाहिँ सुन्ने छैन होला कि अब यिनीहरूलाई दिनुपर्छ एक यहाँ पनि कस्तो यो घुम्टीमै यस्तो बिग्रियो कि बाटो हेर न होइन यो अलिक ठिक भएन यहाँ सम्म ठाउँमा हानि जस्तै कुरो घुम्टीमा त हुन्न क्या मोबाइल त हालिदिन्छ नि उसमा कुलस तानेपछि तेरो मैले फेरि कोलोस खेलाइरहेको छु नि त तिमी त कोलो चाहिँ खासै खेलाउँदै खेलाउनु ए पुरै यत्तिकै छोडिदिन्छ यत्तिकै म त यहाँ राखिरहेको छु एउटा औँला त दुईवटा औँला त वे आहा हाइवेमा त के बोल्ने हुन्छ के अब बिस्तारै चलाउने अब बोल्ने नि यसो बोल्न नि फुस हुन्छ यस्ता त कुदाउन मात्र ध्यान हुन्छ अनि बिस्तारै सेफ राइड जानुपर्छ हेर बाटो पुरै बिग्रिरहेको यस्तो ढाक तिमी कहाँ यहीँ हो कहाँ अरे अस्ति नै एक्सिडेन्ट होला जस्तो यहाँ सँगै बिर्छ नि त कस्तो बिर्छ बिस्तारै गर्नुपर्छ है घुम्ने त त्यही हो क्या त्यही हो तिमी यहाँबाट कुदाएर गएको थियौ अनि त्यो सारेर गइहाल्यो तिमीले उता चाहिँ कस्तो फालेनौ मास्क लाउन मास्क लाउन मास्क मास्क पटा फालिदियो यार हरायो त्यस्तो धुलै धुलो
पहिला मास्क लगाऊ अनि उसलाई लगाऊ पहिला हेलमेट उस्काएर अलि पिचमा यसै गराउन यस्तो धुलो धुलो छ क्या बढी किन नहुने पुरै धुलै धुलो त नि बाटै के हो यो फिनिसिङै छैन कि ढकढक उठेको छ क्या बाटै ठार आयो ठार त्यही पार्टीमा छल्न लाखायो त छल्न खोज्छ यार तर हाइवेमा त हेर न 5 गियरमा नि मस्त तान्छ क्या फेरि हाइवेमा त फेरि 5 गियरमा नि मस्त तानिन्छ क्या यो यो केटाले अर्कोले पछाडिकोले चलाएको त अहिले अर्कोले चलाएको छ अरू बोल्न आएन त चिच्चाउने मात्र भयो अरू यहाँ बोल्नु सोल्नु छैन भला पनि खालि चिच्चा छ मात्र के केटा हो बोल्ने बानी नगर्ने होला बोल्नै आउँदैन पुरा अहिले त मुस्ताङतिर धेरै जान्छन् क्या मान्छेहरू पुरै हेर न यस्तो अगाडि स्कर्पियो गाडीहरू धेरै छ क्या यस्तो घुम्तीमा ओभरटेक गर्न खोज्छ यो पागलले फेरि के भन्नु र अब यतानिर आगे भन्ने हो नि क्या फेरि पार्टी चौर कहाँ अझ उता आमामा पर्केको बाइक त बिहारको गाडी रहेछ सो केटा हामी चाहिँ अहिले ठ्याक्कै यो के भन्छ अरे यसलाई यो ठाउँले के भन्छ अरे के भन्छ कि यार यो ठाउँको नाम कस्तो बिर्स्यो यार बिर्स्यो यार नामै यताकोलाई पार्टी चौर भन्छ कि उताकोलाई के भन्छ आई डोन्ट नो किन र क्यामेरा देख्दिनँ भने यार लजाएर उता फर्कियो यार त नानी यार यस्तो
बिस्तार चलाएपछि त भयो के भुइँसम्म ढान्छ हाम्रो उसले क्यामेराले क्यामेराले भुइँसम्म ढान्छ ए माता पड्किन्छ होला है बाइक त मा कसम ओए बडा पड्किन्छ यार सब हेर न इन्डियन गाडीहरू के सब इन्डियन गाडी मात्र छ यार धेरै यार उड्याउने मात्र काम भएर आयो केटा हो बोल्नु सोल्नु छैन नयाँ पुलाउ हामी मात्र 2 किलोमिटर अगाडि रहेछ सो आज हामी चाहिँ पोखरासम्म पुगेर फर्किने हो पोखरा हल्का सानो काम छ अरू केही होइन बाबै साउन्ड त वाउ वाउ सर वाउ यहाँबाट कास्किलायो अहिलेसम्म हाम्रो पहिला धौलाइदियो नि त पर्वत हामी चाहिँ कास्के ओहो त यहाँ एउटा छ क्या चेकिङ गर्नु थाल्छ क्या यार दादा सो एउटा चेकपोस्ट आयो फेरि हामीले बिस्तारै चलाउनु पर्छ बिस्तारै आनन्दले जाने हो टक्क आवाज ननिकालिकन सर्फ गयो त खासै के गर्नु नर्मल सुनिन्छ क्या यतिको त हाइवे त उस्तो आवाज त नबटार्ने अन्त बटार्नु पो भएन हातमा डोका लिएर ढेका तयार गाडी लिएर आएको है मान्छेले उठेर चलाइन्छ क्या हो औडै गरेर चला त यार हामी चाहिँ अहिले ट्याक्क अब लुम्लेको उकालो उल्किने बेला हुन लाग्यो यस उकालो उल्किरहेको हामी लुम्लेको यहाँ पहिला कस्तो खाडाले थियो है ताले चल त हामी चाहिँ ठ्याक्कै के आउँछ ढोटी खोला पुल ड्याममा वेक खोला नाम नै खत्रै छ ढोटी खोला चिमखोला हाम्रो चिमखोला भनेको सायद पोखरा चिमखोला चिमखोला कता पर्छ म्याग्दीतिर पर्छ सायद म्याग्दीतिर पर्छ होला है चिमखोला
मलाई नि त्यही भनेको थिएँ रुख माथि र घुम्तीतिर हानौँ ल घुम्तीतिर घर छ कि छैन घर रहेछ भयो छोरी माथि हानौँ ल उठ्यो माथि हानौँ उठ्यो घर छ क्या फेरि अब यति भएर माथि घुम्तीमा चाहिँ हान्नुपर्छ हाम्रो चाहिँ कलरले गर्दा के रे पुरा चिल पारा हिँड्दै यार यतै हेऱ्यौँ है फर्केर किन चिसा पनि निस्केर उहु